Hello साथीहरु, welcome to our short and sweet mini vlog. आज चाहिँ हामी उएनो पार्कमा छौँ। यो चाहिँ उएनो पार्क नजिकैको टोकियो नेशनल म्युजियम हो। मेरो बुढाले मलाई छोडेर हिँडेर एक्लै ए पर्खिँदै हुँदो रहेछ अगाडि गएर। म्युजियमभित्र इजिप्टको मम्मी पनि राखेको रहेछ। यहाँको एउटा डिजिटल एक्जिबिसन चाहिँ मलाई एकदमै राम्रो लाग्यो। कस्तो राम्रो रहेछ। म्युजियम यति ठुलो थियो कि हामी थाकेर मस्त सुतेछौँ एकछिन त। यो चाहिँ निस्किने बेलाको म्युजियम छ। एकदमै राम्रो लाग्यो। कत्रो ठुलो राम्रो। म्युजियमबाट निस्केर हामीले माछा लाते अनि क्याफे लाते खायौँ। यो चाहिँ भेगन ग्योजा, जापानिज मोमो भनौँ न, डिफ्रेन्ट भेराइटीको। सबै कलर चाहिँ इच डिफ्रेन्ट टेस्टको रहेछ। त्यो कलर र टेस्ट चाहिँ यहाँ छ है।